मतगणना सकिएको छ। त्यो मतगणनाको विवरण र हालसम्म गणना भएको जम्मा मत संख्या 25,656 रहेको छ। 25,656 मतमध्ये सदरमत 24,470 छ भने बदरमत 1,186 रहेको छ। अब विभिन्न उम्मेद्वारहरूले प्राप्त गरेको मत संख्या बताउन चाहन्छु। नेपाल कम्युनिस्ट पार्टी एकीकृत मार्क्सवादी लेनिनवादीका उम्मेद्वार केपी शर्मा ओलीको सूर्य चिन्हमा 3,973 मत, नेपाली कांग्रेसका उम्मेद्वार मन्दरा किमरियाको रूप चिन्हमा 554 मत, नेपाल कम्युनिस्ट पार्टीका उम्मेद्वार रंजित तामाङको 5 पुण्य तारा निर्वाचन चिन्हमा 465 मत, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार बालेन्द्र शाहको घण्टी चिन्हमा 16,980 समाजवादी पार्टी नेपालका उम्मेद्वार अरूको वास्तै छैन। बहादुर जबेगुको अहिले भर्खरको नयाँ अपडेट आएको छ जसमा चाहिँ बालेन शाहको पक्षमा 16,000 भन्दा बेसी मत आएको छ।